यो चाहिँ ठ्याक्क जवलखेलको होल्डिङको अफिस अपोजिट र हाम्रो चाहिँ अब यहाँ पुरा हुँदैछ, डेकोरेसन हुँदैछ, यहाँ चाहिँ गेम हुँदैछ। लगभग यहाँको काम चाहिँ अब 80% चाहिँ सकिएको जस्तो छ लगभग। ल अब यहाँ चाहिँ गेम हुन्छ है, पिएचसी हुन्छ, ड्याम फिफा खेल्नेहरू चाहिँ यहाँ आउनु होला। हाम्रो बबाल हुँदैछ हाम्रो चाहिँ यहाँ कलर सरलर लाएर टुङ टुङ टुङ। यो पहिला खाली थियो नि त, र अहिले चाहिँ हामीले यसरी यो बनाउँदैछौँ। र त्यहाँदेखि रहेको छ हाम्रो फेरि माथिपट्टि पनि छ, र हाम्रो यो माथि पनि हो। यहाँ चाहिँ हाम्रो क्याफे हुनेछ, यहाँ चाहिँ हाम्रो कफी सप क्याफे हुनेछ है। यहाँ पनि खतरै हुनेछ, एकदमै राम्रो हुनेछ। यहाँ पनि हुँदैछ सामान। अहिले यस्तो छ, पछि फेरि महँगो भएपछि चाहिँ फेरि देखाउनेछु तपाईँहरूलाई, हाल्नेछु। यो पुरै यो सबै बनाउँछ, त्यो पनि भित्तासिता पनि फुटाएर सिमेन्टहरू ल्याइरहेछ कामको लागि, सबै काम कुराहरू। र अब यताबाट माथि जाँदैछु। यो यहाँ पनि सबै बनाउनै बाँकी छ। र हाम्रो रहेको छ यहाँ चाहिँ बार रहनेछ है, बार। र यस्तो छ। र यहाँ पनि पुरा अर्को हाम्रो यो चेन्ज हुँदैछ, काम कुराहरू सबै भइरहेछ। र यहाँ चाहिँ पुरा पानी हुनेछ, कल 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 पानी हुँदै। र यसमा चाहिँ एउटा फाउन्टेन हुनेछ है हाम्रो। यहाँ चाहिँ पुरा यो झरना हुनेछ, झरना पुरा हुनेछ, देख्न सक्नुहुन्छ। यहाँ पनि यो सबै बनाउनै छ, काम कुराहरू त अलिकति टन्नै छ। र हाम्रो लोकेसन रहेको छ यहाँ जावलाखेल ललितपुर जावलाखेल चोक होल्डिङ अफिसको ठ्याक्क अपोजिट है। र हाम्रो नाम रहनेछ औरा। कामहरू चाहिँ यहाँ भइरहेछ। यसरी नै यो ठाउँ पहिला यस्तो थियो, अब यसमा फेरि पछि फेरि म देखाउनेछु तपाईँहरूलाई, पछि फेरि हाल्नेछु। यो गर्दै यतिको काम चाहिँ सक्यो। र पहिला यस्तो थियो, पछि अर्कै हुनेछ है। ल अहिलेलाई तपाईँहरूलाई बाई बाई।